कलंकी चोकदेखि मनोकामना मुगलिन चितवन हुँदै हामी कता लाग्यौँ त। हेलो गाइज, स्वागत छ मेरो मिनी ब्लगमा। अनि हजुरहरूलाई कस्तो छ? म चाहिँ एकदमै ठिकै छु। अनि यो भिडियो चाहिँ जेठ 9 गतेको हो। आज चाहिँ जेठ 11 गते भइसक्यो अनि हामी चाहिँ जेठ 9 गतेतिर दाङ जाँदै थियौँ। हामी चाहिँ जाँदा जाँदा बाटोमा काफल भेट्यो, काफल किनेर खान लाग्यौँ। बाबु चाहिँ सुतेको थियो। त्यसपछि हामी चाहिँ मनोकामना पुग्यौँ र मैले धेरै भिडियो बनाएको थिएन। त्यसपछि मुगलिन पनि करस भयो अनि चितवन आइपुग्यौँ। चितवनमा चाहिँ मम्मी बाबा पनि आउनुभएको थियो। हामीलाई चाहिँ लिची, चटपटे, आइसक्रिम ल्याइदिनु भएको थियो, तर मैले चाहिँ भिडियो बनाउन पाएन। अनि हामी चाहिँ लिची खान लाग्यौँ। अनि लिची खाँदा खाँदा चाहिँ हामी चाहिँ डाउनले पनि क्रस भइसक्यौँ। पछि यो बर्दघाट हो कि खै के ठाउँमा चाहिँ यो कृष्णको मूर्ति बनिरहेछ। अनि जाँदा जाँदा बाटोमा मैले चाहिँ गाडीमा यस्तो सायरी लेखेको देखेको भएर अनि मैले चाहिँ क्लिक गरेँ। पढ्न सक्नुहुन्छ भने लेखेर पढ्नु होला। मलाई चाहिँ एकदमै मन पर्यो। हजुरहरूलाई कस्तो लाग्छ त्यो पनि भनिदिनु होला। त्यसपछि हामी चाहिँ बुटोल आइपुग्यौँ। भिडियो चाहिँ मैले 1 मिनटको मात्रै हाल्न पाउँछु, त्यसैले आजलाई यति नै। फेरि भेट होला अर्को मिनी ब्लगमा।